हेलो एन्ड सबैजनालाई नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला होइन। आजको सटरडे शनिबारको दिन सबैजनाको राम्रो भएको होला होइन। राम्रोसँग खुसी परिवारसँग सबै मनाउनु भएको होला। अब सबैजनालाई तिहारको धेरै धेरै शुभकामना छ। नेपालमा हुनेहरूले राम्रोसँग तिहार मनाउनु होला होइन। अब परदेशमा त अब के तिहार मनाउने हो र होइन। यस्तै हो। तिहार कतिको छ त्यो पनि मलाई थाहा छैन होइन। नेपालको 6 गते भन्थ्यो। नेपालको 6 गते भनेपछि त आज 1 गते भयो क्या। 2, 3, 4, 5, 6 आइतबार, सोमबार, मङ्गलबार, बुधबार, बिहिबार ठ्याक्कै काम छ होइन। काम भएपछि तिहार मनाउने यस्तै होइन। अब तिहार मनाउनु त अब नेपाल आउने हो। नेपाललाई फेरि तिहार दसैँ त्यही मनाउने गरी आउने होइन। अब त्यही त नेपाल जाने पनि सिद्धि छैन हो। कति धेरै प्लेन टिकट, कति धेरै महँगो छ प्लेन टिकट जानलाई पनि होइन। अप डाउन मात्रै छ। 1,30,000 1,40,000 अप डाउन छ। गाह्रो छ होइन। अब यस्तो त हो जिन्दगी भनेको। अब तिहार लाग्दैछ होइन। नेपाल नेसनल टिमले हिजो म्याच जितेर च्याम्पियन बनेको छ होइन। क्वालिफायर पनि वर्ल्ड कप क्वालिफायर पनि भइसकेको छ। 2026मा भने भारत भर्सेस श्रीलङ्कामा आयोजना हुन गइरहेको छ होइन। मार्चमा हुन गइरहेको छ। अप्रिल मार्च हुन गइरहेको छ होइन। ठ्याक्कै 1 महिनाको रहेछ। बेस्ट अफ लक नेपाललाई भन्न चाहन्छु होइन। अब नेपालले ओमानमा आइकन 6वटा म्याच खेल्यो होइन। 6वटा म्याचमा 6वटै म्याच जित्यो होइन। सबभन्दा मलाई त 2टा म्याचमा सबभन्दा खुसी लागेको थियो होइन। खुसी लागेको थियो एउटा युएसँग खेल्ने बेला चाहिँ 1 रनले जितेको थियो होइन। र अर्को चाहिँ कतार। किनभने तपाईँको 69मा हो कि 79मा चाहिँ 1 विकेट गएको थिएन होइन। गेम सब। तर 10 ओभरमा सन्दीप लामिछानेलाई चाहिँ बोलिङ गर्न लिएको थियो होइन। सन्दीप लामिछानेले फर्स्टमा लास्ट बलमा विकेट लिएको थियो होइन। मेन विकेट। त्यसपछि सेकेन्ड राउन्डमा मेन विकेट फेरि एउटा विकेट लिएको थियो। जब कि सन्दीप लामिछानेले 10 ओभरमा बोलिङ गर्न आयो तब एक विकेट लियो। त्यसपछि विकेट डाउन हुन सुरु भइरहेको थियो होइन। त्यसपछि 10 ओभरमा विकेट लियो। 13 ओभरमा विकेट लियो। 4औँमा चाहिँ 2टा विकेट ल्याएको थियो। त्यसपछि सन्दीप लामिछानेले सुरु ओभरमा जब एउटा विकेट झारे नि तब विकेट झार्न सुरु भइरहेको थियो होइन। अब जे होस् राम्रो गऱ्यो होइन। पहिलाभन्दा धेरै इम्प्रुभ गरिरहेको छैन, राम्रो गरिरहेको छैन होइन। आउने दिनमा पनि यसो राम्रो गर्दै गरौँ भन्न चाहन्छु होइन। अब सबैले राम्रो गऱ्यो होइन। अब जे होस् नेपाली नेसनल टिमलाई बधाई दिन सबैले बधाई पनि दिएको छन् होइन। तर मलाई एउटा कुरा चाहिँ कहाँ राम्रो लाग्छ भनेपछि जुनै देशमा गएर खेले पनि नेपालीहरू जुनै पनि ठाउँमा छ के। हेर्नु त ओमानमा कति आएको थियो नेपाली मान्छे। प्रत्येक 6वटा म्याच हुने 6वटा म्याचमा कतिजना मान्छे थियो होइन। 3 तलाको थियो। 1, 2, 3 तला नै भरिरहेको थियो कि। यति क्रेज छ होइन। नेपालीले यति सपोर्ट गर्छ होइन। कुरै छोड्दैन। यदि भारतमा श्रीलङ्कामा नभए भने भारतमा वर्ल्ड कप भयो भनेपछि त्यो स्टेडियम सबै भरिन्छ क्या नेपालीले मात्रै। यति क्रेज छ नेपालीको होइन। पहिलाभन्दा अब पारस खड्काको ब्याजको भन्दा पनि अब पहिला त अब क्रिकेट नबुझ्ने पनि धेरै थियो होइन। अब अहिलेको टाइममा चाहिँ यस्तो क्रिकेट सानो बच्चादेखि लिएर पुरै क्रिकेट भनेर हेर्दैन होइन। अब भन्छन् नि नेपालको म्याच हेर्ने मलाई किनभने हातमा मुठी लिएर बस्नुपर्छ भने हुन पनि त्यस्तै छ। अब किनभने ऊ हुन्छ किनभने पुरै पालि हातमा मुठी ल्याएर नै बस्नुपर्छ। गेम कसरी के हुन्छ भन्ने कुरा कसै थाहै पाउँदैन होइन। त्यो पनि ठिकै हो। रमाइलो लाग्छ गेम मनलाई होइन। म त विदेशमा भएर नि मैले कुनै पनि म्याच मैले हेर्न त पाएँ सबै म्याच होइन। तर कहिले ऊ हेर्दै कहिले एकपट्टिकोले ब्याटिङ गरेको छ के हुन्छ होइन। त्यो हेरिसक्थ्यो। कहिले अर्कोपट्टिले ब्याटिङ गरेको हेर्थेँ। त्यसै गर्दाखेरि नि हेरेर रमाइलो गरेर होइन। अब आउने
त्यहाँ पनि 50 ओभरको म्याच हुन गइरहेको छ होइन दुबईमा होइन सबैजनाले साथ सपोर्ट गरिदिनु होला त्यहाँ पनि मान्छे हेर्नलाई यति धेरै मान्छे आउँछ नि कुरै छोडिदिनु के अब ओडिआई भनेपछि त अब 50 ओभरको म्याच हुन्छ होइन त्यही पनि त्यहाँ यति धेरै मान्छे आउनेवाला छन् होइन कुरै छोडिदिनु के र म त एउटा कुरा के भन्न चाहन्छु भने नेपालले वेस्ट इन्डिजलाई हराएर ट्रफी पनि गराएको छ यहाँ T20 वर्ल्ड कप क्वालिफायरको लागि पनि जितेर दुईटा ट्रफी जितेको छ र दुबईमा गइकन ओडिआई खेल्ने बेला त्यो वर्ल्ड कप जित्यो भनेपछि त्यसपछि नेपालले 3वटा ट्रफी लगेर नेपाल जानेवाला छ होइन नेपाल जान बित्तिकै लगत्तै एनपिएल सुरु हुनेवाला छ एनपिएल पनि 1 महिनाको छ एनपिएल 1 महिनाको भइसकेपछि जनवरीमा उसले नेपालले टेस्ट सेन्ससँग म्याच खेल्ने भन्ने कुरा भइरहेको रहेछ होइन सायद त्यो खेलिसकेपछि नेपाल जनवरीमा खेलिसकेपछि नेपाल सिधै उहाँ जान्छ दुबई के भारत जान्छ इन्डिया जान्छ होइन त्यहाँ क्वालिफायरको T20 वर्ल्ड कपको लागि ती जान्छ होइन ती गइसकेपछि 1 महिना जान ती उनी हुनुभयो के अरे क्वालिफायर उनी वर्ल्ड कप नै हुनुभयो त्यसपछि आइसकेपछि पछाडिको चाहिँ समयमा के छ भन्ने कुरा अब थाहा भएन होइन जस अब वर्ल्ड कप नआउँदासम्म नेपालको टिम बिजी नै छ भनौँ होइन अब तपाईँको यहाँ आज दुबई गएको छैन 26 अक्टोबरदेखि तपाईँको ओडिआई फर्मेट छ 26 एउटा 26मा छ क्या एउटा 28मा एउटा 30मा छ 26, 28, 30 नोभेम्बर 1, 5 यस्तै कतिमा छ है यति यस्तैमा छ होइन अब त्यो खेलिसक्ने बित्तिकै नेपाली टिमहरू नेपाल गइहाल्छ नेपाल जानेको लगभग तपाईँको कममा पनि एक हप्ता पछाडि चाहिँ एनपिएल सुरु हुन्छ भव्य फेरि लगत्तै नेपाल गएपछि एनपिएल खेल्छ होइन एनपिएल खेलिसकेपछि चाहिँ नेपालले एउटा टेस्ट म्याचमा म्याच खेल्ने छ होइन खेलिसकेपछि नेपाल भारत जान्छ वर्ल्ड कपको लागि वर्ल्ड कप पछाडि चाहिँ के कति छ म्याच भन्ने कुरा थाहा छैन होइन जस वर्ल्ड कप नआउँदासम्म नेपाली टिम बिजी नै छ भनौँ होइन सबैजनाले खुसी मनाउनु भएको छ होइन जस रमाइलो मान्नु भएको छ तर रातारात नेपाली टिमहरू पनि धनी भएको छ होइन कहाँ एकजनाले 19,50,000 पाउने भएको छ गरे होइन अब त्यो सत्य हो कि के हो थाहा भएन सायद पाइ पनि सक्यो होला नि टपै उचालिसक्यो साँझ सबैको खातामा पैसा हालिदिइसक्यो होला नि त्यो त अब रिभिल त गरेको छैन रिभिल गरेर पनि थाहा हुन्छ होइन तर जस भनाइअनुसारले सुनिएको अनुसारले एकजनाले 19,50,000 पाउने भनेको सुनेको त होइन पाए होला नपाउने होइन सरकारले पनि हेर्छु भनेको छ अरे अर्ना बियरले कहाँ 1 करोड 2 लाख 3 लाख भन्ने कुरा सुनेको थियो होइन अब हेर्दा नेपालमा अब धेरै लगानी पनि त्यस्तै हुन्छ होइन अब लगानी त्यस्तै भइसकेपछि अब त्यति त पाउनु सहभागी भयो होइन नेपाली टिमले तर यति कुरा खुसी के लाग्यो भने नेपाली टिमले 6 म्याच खेल्यो तर 6 म्याचमा 6 म्याचै जित्यो कि यति नै ठुलो कुरो होइन यति नै ठुलो कुरो अब अहिले हाम्रो कोच चाहिँ स्कटल हुनुहुन्छ होइन त्यहाँले आउन साथ भन्नुभएको थियो मलाई किन लस मैले गेम हारेको मन पर्दैन भन्नुभएको थियो होइन त्यो तर नेपाली टिमहरूले पनि स्कटल कुरा मानिकन जस त्यही क्रमले नै गेम खेलिरहेको छन् होइन अब त्यही हो अब सबैलाई यति भन्न चाहन्छु कि हेर न त्यहाँ फर्चुनर छ यार फर्चुनरलाई त यसलाई पर्छ 50 लाख भन्दा माथि नै पर्छ त्यही हो सबैजनालाई बेस्ट अफ लक भन्न चाहन्छु होइन अब यस्तै त आउने दिनमा अब हेर्दै गरेरमा ठिक अब क्रिकेट विदेशमा गयो भने क्रिकेट हेर्न छोडिने छैन होइन अब त्यही हो यति भन्न चाहन्छु कि अब जे गरौँ राम्रो गरौँ भन्न चाहन्छु होइन अब त्यही त हो म चाहिँ ट्याक्क यसो लागि हेरौँ होइन नेपाली पसलमा छु होइन ट्याक्क मार्केट जानु थिएँ मार्केट जाने बेला ठ्याक्क नेपाली पसल भेटाएको भएन एकदिन होइन देख्न जानुहुन्छ नेपाली पसलमा होइन यति महँगो छैन पुरै छोड्दैन फेरि खानु एउटै छ फेरि होइन त्यही त हो हस् त धन्यवाद यदि भिडियो मन परेमा सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर